विगत 10-12 वर्षदेखि युएमा बस्दै गरेको रमेशलाई एका बिहानै एउटा कल आयो इमोमा। अनि त्यो कल गर्ने एउटा महिलाको आवाज थियो। त्यो महिलाले भनिन्, तिम्रो श्रीमतीलाई मेरो श्रीमानले भगायो। रमेश छक्क पर्यो। हिजो अस्तिसम्म श्रीमतीसँग गफ भइरहेको थियो, यो के भइरहेको छ? अनि उनले नाम सोध्यो। त्यो महिलाले, मेरो नाम मिना हो, म मोरङको पथरीबाट हो र तिम्रो श्रीमती चाहिँ मेरो श्रीमानले भगाएको कुरा सत्य हो, होइन भने बुझ भनेर भन्नु। त्यति भनिसक्दा रमेशले हत्त नपत्त फोन काट्यो र आफ्नो घरतिर फोन गर्यो। फोन गर्दाखेरि आफ्नो बुवा आमाले चाहिँ हिजो बच्चा ल्याएर यहाँ छोडिदिएको थियो, त्यस पछाडि साथीकोमा जान्छु भनेर हिँडेको थियो, हामीलाई थाहै छैन भन्ने कुरा आयो। मैले नाम चाहिँ परिवर्तन गरेको छु, तर साथीहरू यो मोरङको सत्य घटना हो। अब सोच्नुहोस्, हजारौँ माइल टाढा छ, रातभरि काम गरेर आएको छ, शरीर थकित छ, अचानक त्यो इमोमा अन्जान नम्बरबाट कल आएर त्यस्तो कुरा सुनाउँदा त्यो मान्छेलाई कस्तो होला? हत्त नपत्त परिवारको कुरा सुनिसके पछाडि उसले श्रीमतीलाई कल गर्यो, तर श्रीमतीको नम्बर उपलब्ध हुन सकेन। अनि उसले सोच्यो मेरो जिन्दगीमा अब ठुलो ट्विस्ट आयो। यो साधारण इमोको कल मात्रै थिएन, उसको जीवन बदल्ने कल थियो। उमेर 30 को आधारै पुगेको छ, साधारण परिवार छ, एउटा बच्चा छ, श्रीमतीसँग बिहे गरेर केही वर्ष पछाडि विदेशमा गएर उनीहरूकै लागि दुःख गरिरहेको छ। चाहना थियो पैसा कमाउने, आफ्नो बच्चाको राम्रो सुन्दर भविष्य बनाउने, श्रीमतीलाई पनि धेरै दुःख नदिने। त्यही भएर बजारमा छुट्टै कोठा राखेर बच्चालाई बोर्डिङ एडमिसन गरेर पढाइरहेको थियो। हरेक महिना पैसा पठाइरहेको थियो, हरेक दिन इमोमा कुरा भइरहेको थियो। अनि उसले फेरि त्यो कल गर्ने महिलालाई सम्झ्यो र इमोमा कल गर्यो। त्यो महिलाको कल उठेन। उसले 2-3 चोटि गरिसकेपछि बल्ल बल्ल उठ्यो र भन्यो, तपाईँले कसरी थाहा पाउनु भयो कि मेरो श्रीमतीलाई तपाईँको श्रीमानले लगेको छ? अनि मैले साथीभाइहरूले मलाई फोन गरेर सुनाएँ, उसको फोटो 2जनाको जाँदै गरेको फोटोहरू देखाएँ। म अहिले कन्फर्म भइसक्यो कि मेरो श्रीमानले नै तपाईँको श्रीमतीलाई कल गरेको हो र उनीहरूको बोलचाल पहिलादेखि नै म अलिअलि सुन्थेँ। मलाई शङ्का चाहिँ पहिल्यैदेखि लागिरहेको थियो, तर तपाईँ तुरुन्त नेपाल फर्किनुहोस्, मेरो पनि बच्चाको सवाल छ, जिन्दगीको सवाल छ, तपाईँको पनि श्रीमती भएको कारणले गर्दाखेरि सायद तपाईँलाई पनि बच्चाको र जिन्दगीको सवाल छ। त्यति भनिसके पछाडि रमेश नसुतिकन अफिस गयो। अफिस गएर छुट्टी मिलाए र छुट्टी मिलाइसकेपछि 10-15 दिन पछाडि ऊ नेपाल आइपुग्यो। काठमाडौँबाट नाइट बसमा घर आइपुग्यो। घर आइपुग्ने बित्तिकै बुवा आमालाई ढोग्यो, झोला राख्यो र झोला राख्ने बित्तिकै फेरि त्यही महिलालाई इमोमा कल गर्यो। इमोमा कल गर्ने बित्तिकै म यहाँ छु भने ऊ त्यो महिलालाई भेट्न गयो। जहिले विदेशबाट आउँदाखेरि एउटा मन हल्का हुन्थ्यो, तर यसपालि ऊ आउँदै गर्दाखेरि उसको मन भारी थियो, आँखाभरि आँसु थिए। आफ्नो बच्चाको कुरा थियो, श्रीमती पहिला गई भनेर भनिसकेको छ, गाउँभरि हल्ला फैलिरहेको छ। अनि राम्रा नराम्रा कुराहरू सबै आइरहेको हुन्छन्। कसैले कुरा काटिरहेको छ, कसैले होइन केटो त राम्रै थियो, पैसा पठाइरहेको थियो, श्रीमती नै उस्तो भनेर भनिरहेको छ। अरूको जिन्दगीमा देखेको कुरा आफूले भोग्दै गर्दाखेरि उसलाई एकदमै नराम्रो लागिरहेको थियो। त्यो महिलालाई एउटा साधारण चिया पसलमा भेट्न बोलायो। 2जनाको आँखामा आँसु थियो, दुवैजनाको मनमा तुफान थियो। एकछिनसम्म त बोल्नै सकेनन्। अनि एकछिन पछाडि कुरा गरे, सुख दुःख साटे। सुख दुःख साटिसके पछाडि त्यो श्रीमानले श्रीमती कहाँ भगाएको, उनीहरूको फोन कस्तो हुन्थ्यो, कस्तो खालको कुरा हुन्थ्यो भनेर त्यो केटाले चाहिँ केटीसँग मजाले बुझ्यो। अनि दुवैको दुःख एउटै थियो, दुवैको विश्वास टुटेको थियो, दुवैको भविष्य अन्धकार भएको थियो, दुवैजनाको एक-एकजना बच्चा थिए, ती बच्चाहरूको भविष्य अन्धकार भइरहेको थियो। अब त्यति भइसकेपछि ऊ फर्केर घरमा आयो। घरमा आइसके पछाडि गाउँलेहरूसँग कुरा भयो, आफ्नो घर परिवारसँग कुरा भयो। घर परिवारसँग कुरा हुँदै गर्दाखेरि त्यो महिलाको, उसको श्रीमतीको अलिकति नियतमाथि नै शङ्का गरेको कुराहरू गरे। अब विदेश जाउँ, त्यो बच्चा र बुढाबुढी बाबाआमालाई छोडेर कसरी जाउँ? नेपालमा बसौँ, रोजगारी छैन, पैसा छैन, केही महिनाको तलब कम्पनीबाट पाउनै बाँकी छ। श्रीमतीलाई खोजौँ, कहाँ गएको अब अत्तो पत्तो छैन। अब आउँछ ट्विस्ट। ती महिलासँग केटाको बिहे भयो। को महिला भन्नुहुन्छ भने आफ्नो श्रीमती जोसँग पहिला गइन् त्यही केटाको श्रीमतीसँग। तपाईँ सोच्दै होला यो छोटो समयमा यो कसरी सम्भव भयो? के यो निर्णय सही थियो? कि रिसको बेलामा मेरो श्रीमती चाहिँ उसको श्रीमानले लग्दै उसको श्रीमती म लान्छु भनेर उसले रिसको आवेगमा आएको?
अनि उसले आफ्नो श्रीमतीलाई धोका दिएको हो कि भन्ने कुरा पनि आउन सक्छ। तर धेरै पछाडि बुझ्दै गर्दाखेरि त्यो मान्छेहरू चाहिँ गर्नै पर्ने निर्णयमा पुगेका रहेछन्। एक एकजना बच्चा छ, अब 2टा बच्चा साथमा छन्। त्यो केटाले त्यो केटीलाई बिहे गरिसके पछाडि आफ्नो पहिलाको श्रीमती भन्दा यो महिला अझै सुन्दर छिन् र त्यो श्रीमतीले नै भनिन्, मेरो श्रीमानले तपाईँको श्रीमती लगेको, यदि तपाईँ मलाई लान चाहनुहुन्छ भने म तपाईँसँग आएर जिन्दगीभर सुख दुःख कटाउन साथ दिन तयार छु। यो 2टा बच्चाहरूको कुरा छ, मसँग पनि आर्थिक रूपमा केही पनि छैन, यो बच्चाको बिजोग हुने भयो, तपाईँको बच्चालाई पनि म मेरो छोरा सम्झेर पाल्छु पोषण गर्छु भनेर त्यो श्रीमतीले भनिसकेपछि उनीहरूले सारा जिन्दगी सँगै बिताउने प्रण गरे। आज पनि यो जोडी सँगै छ। सजिलो छैन, समाजले बेला बेलामा प्रश्न गर्छ, आफन्तहरू एकदमै अचम्म मान्छन्, छिमेकीहरूले कहिलेकाहीँ कुरा पनि काट्छन्। तर ती दुवैजनाले एकअर्काको पीडा बुझेका छन्। उनीहरूको सुरुवात पहिला जे थियो, तर यो सेकेन्ड इनिङ्सको सुरुवात चाहिँ अलिक अचम्मको थियो। तर अब भावीले नै त्यस्तै लेखेर आएको बेला त्यो श्रीमान अहिले पनि विदेशमा छ। 2-3 वर्ष विदेश बसेर केही पैसा कमाएर म अब नेपाल फर्किन्छु भनेको छ। दुवैजनाले अब के भन्ने, नेपाली विशुद्ध नेपालीमा भन्नु पर्दाखेरि श्रीमान श्रीमती साटासाट गरे भनेर भन्दा पनि हुन्छ। तर एउटा ठुलो धोका पछाडि उसले सबैभन्दा ठुलो उपहारको रूपमा यो श्रीमती पाएको छ। श्रीमतीसँग एउटा बच्चा आएको छ र 2टा बच्चाहरू सँगसँगै हुर्किरहेका छन्। यो कुरा सुनेर तपाईँहरूलाई पनि अचम्म लाग्यो होला। यो जोडीको निर्णय कस्तो थियो, सही थियो कि थिएन, तपाईँहरूले कमेन्टमा पनि लेख्नुहोला। र यो भिडियो मन पर्यो भने लाइक, सेयर अनि सब्सक्राइब पनि गर्नुहोला। अर्को सत्य घटना कथामा अथवा श्रीमान श्रीमतीको विषय कथामा हामी फेरि नयाँ भिडियोहरू बनाउनेछौँ। त्यसमा फेरि भेटौँला। आजको लागि यति नै। हवस्, धन्यवाद, नमस्कार।